चाहिँ मैले यो देखेँ, यो चाहिँ के हो भनेदेखि BANANA केरा हो। क्या बोले भाई? अब क्या बोले? तो चलिए शुरू करते हैं। हेलो, वेलकम ब्याक टु माई न्यू ब्लग। हजुरहरूलाई स्वागत छ निरे ब्लग्स युट्युब च्यानलमा। अनि अहिले हजुरहरू हेर्दै हुनुहुन्छ निरे ब्लग्स युट्युब च्यानल र म हजुरहरूकै निरोज। अनि त्यसपछि आज चाहिँ टक्क लाएर यहाँ रुखमाबाट हजुरहरूलाई मैले ब्लगमा स्वागत गरेँ। अहिले चाहिँ म यहाँ रुखमा चढेको छु। किन चढेँ त्यो पनि थाहा छैन, तर चढ्न चाहिँ चढेँ। त्यत्तिकै चढेको किन पनि होइन। अनि आज चाहिँ हाम्रो मकै छर्ने कार्यक्रम थियो। यहाँ मकै छरिसकेको छौँ अनि यहाँ चाहिँ खन्ने कार्यक्रम थियो। अनि खन्ने काम थियो। अनि खनेर चाहिँ हामीले कोदालो त्यहाँ राखेर अनि रुखमा चढिहालेछ। हामी चाहिँ रुखमा चढिसक्यौँ। अनि त्यसपछि जे भने नि त्यही हो, हामी चाहिँ रुखमा चढिसक्यौँ। अनि हाम्रो घर देख्न सक्नुहुन्छ माथि छ। त्यसपछि सिकान आउने पनि एउटा तरिका हुन्छ नि यार। अनि त्यसपछि यता देख्न सक्नुहुन्छ सबैतिर मल परिभराउ बनाइसकेको छ। अब चाहिँ मकै छर्न धमाधम छ गाउँतिर। अनि यस्तै छ। अनि अब चाहिँ के अब के अनि त्यही नै हो गाइजहरू। अनि त्यही नै हो गाइजहरू। अलि भएन। अनि त्यही नै हो गाइजहरू। अनि मिलेन। अनि त्यही नै हो गाइजहरू। 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 त्यही हो। त्यही। हजुरहरूले जे बुझ्नुभयो त्यही हो। अनि त्यही नै हो गाइजहरू। त्यही नै हो। आज चाहिँ हामी यस्तो कुहिरो लागेर पनि भइरहेको छ। अनि अब चाहिँ हजुरहरूले मैले खनेको हेर्नुहोस् है त ट्याङ्की ड्याङ। म चाहिँ यहाँ राखिदिएर जान्छु त्यहाँ पर खन्नलाई। हेर्नुहोस् है त्यो हेर्नुहोस्। गाइस, अहिले चाहिँ म खन्दैछु ढुङ्गा ठोक्दैछु। अनि अब चाहिँ म एकछिनमा फेरि भेट्नेछु। अब यसलाई चाहिँ ट्याक छुट्टीमा ट्याक त्यही नै हो। अच्छा। ल है गाइजहरू, अहिले चाहिँ मैले खनी पनि सकेँ। यहाँ देख्न सक्नुहुन्छ कोदालोहरू चाहिँ 3टा छ कोदालो चाहिँ। तर अघि सुरुमा खन्ने बेला चाहिँ 3जना थियो। अहिले चाहिँ सक्ने बेला चाहिँ म एक्लै भएँ। के भयो थाहा भएन भनेर के गर्नु, सबै घर जानुभयो। अनि लास्टमा कोदालो लिएर घर जाने चाहिँ म भएँ। अनि अब चाहिँ म घर हिँड्दैछु। अब चाहिँ म घर गएँ। म्युजिक सिकान पनि कति आउँदो रहेछ।
घरतिर जाँदैछु। अनि अहिले चाहिँ मैले अघि त्यति मोल पनि छरेको मोल फिजाएको पनि चाहिँ मैले यो देखेँ। यो चाहिँ के हो भनेदेखि BANANA केरा हो। अबे ओ दिवाली की फुलझड़ी जला डालूंगा अभी। म चाहिँ घर गएँ। ल है गाइजहरू, अहिले चाहिँ म घर पनि आइसकेँ। अब चाहिँ म नुहाउनु पऱ्यो। म टाउको मात्र नुहाउँछु। जिउ नुहाउनु त अस्ति भर नुहाएको जिउ, अस्ति भर हो कि जिउ नुहाएको त्यस्तै अस्ति आइतबार अस्ति भर्खर हो। त्यही 34 दिन भएछ त्यति हो। भर्खर त हो नि, अस्ति भर्खर हो। 34 दिन त भयो बल्ल। के बोले भाइ? अब के बोले? चाहिँ बल्ल 34 दिन हुँदैछ। अब चाहिँ टाउको मात्र नुहाउनु पर्ने हुन्छ। जिउ नुहाएको चाहिँ बल्ल 34 दिन हुँदैछ है, त्यस्तै हो। अब चाहिँ म नुहाउन जान्छु। अब म नुहाइसकेर भेट्ने छु है त। हाम्रो चाहिँ पानी यहाँबाट स्याक्ट निकालेर अनि यहाँबाट चाहिँ अनि स्वाट हाल्नुपर्ने हुन्छ पानी। तर गाइज मैले चाहिँ जिउ नुहाएँ, तर अहिले भनेको थिएँ मात्र। अहिले चाहिँ जिउ नुहाएँ। ए मैला निक्लिन सक्छ, धेरै मान्नु हुँदैन। ल है गाइजहरू, अहिले चाहिँ मैले नुहाइसकेँ, जिउ नुहाएँ। अहिले चाहिँ मैले टाउको मात्र नुहाउँछु भनेको थिएँ। अहिले चाहिँ जिउ नुहाएँ। तर मैले जिउ नुहाउँदा चाहिँ रुटिन अफ नेपाल बन्दले पोस्ट हाल्नुपर्ने हो। 100 सब्सक्राइबर भएको चर्चित भ्लगर निरज मगरले 34 दिनपछि जिउ नुहाएको छ भनेर नेपाल बन्द होइन, रुटिन अफ नेपाल बन्दले पोस्ट हाल्नु पर्थ्यो। तर असम्भव, संसारमा कुनै पनि तानाशाही त गर्न सक्दैन। हाल्ने छैन, तर हाल्ने होला। मैले ब्लग पनि हाल्ने छ। ब्लग हालिसकेपछि पक्कै पनि हाल्ने नै छ। त्यहाँ के लेख्छ भनेदेखि चर्चित भ्लगर 100 सब्सक्राइबर भएको चर्चित भ्लगर 2 देखि 3 भ्युज जान्छ। उहाँले चाहिँ आज 34 दिन पछाडि जिउ नुहाएको छ भनेर हाल्नु पर्थ्यो, तर हालेको छैन।
अच्छा अब यही लगाइदिनु पर्यो यही रहेछ अब अरू कता हो खोज्नै जाऊ यो पनि धोएको त छैन जस्तो लाग्यो यो चाहिँ जर्सी है यो झन् बिहान हुन्छ अर्कै लाउँछु म खोजेर लाउँछु अब चाहिँ म तर अरू झन् धोए होइन यही लाउँछु अरू झन् धोएकै छैन उठा आइभर फालिदिएछ ल हेर्दै गर्नु होला जर्सी नम्बर 3 अब चाहिँ मेरो काम भनेको केही पनि होइन अब चाहिँ भिडियो यतैतिर अन्त्य गरिदिन्छु भिडियो लास्टमा हेर्दै हुनुहुन्छ भने चाहिँ आज एउटा तपाईँहरूले एउटा के अरे जे बोल्न पनि आउँदैन के अरे अन्तिमसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ हजुरहरूले एउटा प्रमाण छोड्नुपर्ने हुन्छ हजुरहरूले अन्तिमसम्म हेर्दै हुनुहुन्छ कि हुनुहुन्न मैले त्यहीँबाट थाहा पाउने छु हजुरहरूले अन्तिमसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ मैले भिडियो अन्तिमसम्म हेरेँ वा मैले अन्तिमसम्म हेरेँ भनेर जे लेखे पनि हुन्छ लेखेर चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला र भिडियो कस्तो लाग्यो मन पर्यो भने एक लाइक गरिदिनु होला र च्यानल सब्सक्राइब गर्नुभएको छैन भने त च्यानल सब्सक्राइब त गर्नु पर्ने नै हाल्छ च्यानल सब्सक्राइब चाहिँ गर्नु होला अब चाहिँ अर्को ब्लगमा भेट्ने छु see you next vlog see you कहाँबाट आयो नेपाली के अरे इङ्ग्लिस see you भने के रह म सर्च गरेको छु गलत त बोलिनँ मैले यही मोबाइलमा रहेछ है यहाँ चाहिँ रहन्छ केही पनि यही मोबाइलबाट सर्च गर्छु अनि फेरि हजुरहरू चाहिँ अहिले भेट्छु अहिले सियु भनेको के रहेछ म फेरि अब इङ्ग्लिसमा ट्यालेन्ट छु है अहिले भेट्छु एकछिनमा सियु भनेको के रहेछ म खोजेर अहिले भेट्छु सियु भनेको चाहिँ भेटौँला भनेर छ सियु भने भेटौँला भनेको ओहो म नि इङ्ग्लिसमा ट्यालेन्ट भयो कि अर्को ब्लगमा भेटौँला अब चाहिँ बिदा हुन्छु है अर्को ब्लगमा भेट्नेछु है नरिसाउला